नेपाल चाडको संस्थाद्वारा आयोजित नेसनल एकाउन्टिङ कन्भेन्सनको आज यो उद्घाटन सत्रका प्रमुख अतिथि माननीय लेखा परीक्षक स्वयं रायजी, सहकारी नियमन प्राधिकरणका अध्यक्षजी, नेपाल चाड संस्थाका उपाध्यक्षजी, AUSB का चेयरज्यू, नियमनकारी निकायका अन्य प्रतिनिधि साथीहरू, अडान एकेएमका अध्यक्षज्यू, अडानका अध्यक्षज्यू, काउन्सिल मेम्बर साथीहरू, पूर्व अध्यक्षज्यूहरू, मिडियाकर्मी मित्रहरू तथा आजको यो कार्यक्रममा आफ्नो महत्त्वपूर्ण समय दिनको लागि उपस्थित हुने सम्पूर्ण चार्टर्ड अकाउन्टेन्ट, रेजिस्ट्रार अडिटर तथा अन्य सहभागी मित्रहरू, यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार गर्न चाहन्छु र यहाँलाई यो 5औं राष्ट्रिय लेखा सम्मेलनमा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी सदाको वर्ष जस्तै चार्टर्ड अकाउन्टेन्ट, रेजिस्ट्रार अडिटर तथा लेखाकर्मी, लेखा व्यवसायमा लाग्ने सम्पूर्ण साथीहरूलाई समेटेर नेसनल अकाउन्टिङ कन्भेन्सन गर्छौँ। त्यसको निरन्तरता आज हामी यो कार्यक्रममा दिन गइरहेका छौँ र आज हामीले अहिलेको एकदमै महत्त्वपूर्ण समय भर्खरै एउटा ठुलो आन्दोलनपछि लगभग 2/3 बहुमतका साथ नयाँ सरकार बनेको सन्दर्भमा र नयाँ सरकारलाई एउटा काम गर्ने जनताले मानिदिएको सन्दर्भमा एउटा एकदम महत्त्वपूर्ण परिस्थितिमा छौँ र हाम्रो देशको अर्थतन्त्र विगत 10 वर्षमा पूर्वाधारमा उल्लेख्य प्रगति भएको, यद्यपि हाम्रो आर्थिक उन्नति हामीले सोचे जस्तो र हाम्रो पियर्सहरूको तुलनामा हामीले भने जस्तो नभएको र हामीले खोजे जस्तो इम्प्लोइमेन्ट अपर्च्युनिटी पनि उत्पादन गर्न सकेको, उत्पन्न गर्न सकेको र एक्सपोर्टका प्रोडक्सन पनि भने जस्तो हिसाबले प्रोडक्सन गर्न सकेको र एक्सपोर्ट गर्न सन्दर्भमा अहिले हाम्रो इकोनोमीले एउटा ट्रान्सफर्मेसन खोजिरहेको छ। त्यो ट्रान्सफर्मेसनको आधारहरू, उपायहरू के हुन सक्छन् भन्ने एकदम महत्त्वपूर्ण विषयमा र त्यो इकोनोमिक ट्रान्सफर्मेसनको लागि हाम्रो अकाउन्टिङ प्रोफेसनले के रोल प्ले गर्न सक्छ भन्ने विषयमा लगायत अहिले बिस्तारै नेपालले एउटा आशाको रूपमा हेरिरहेको आइटी र अकाउन्टिङ आउटसोर्सिङलाई नेपालमा अझ बढी सुदृढ कसरी बनाउन सकिन्छ, अझ व्यापक कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा र अहिले बिस्तारै संसारैभरि यो क्लाइमेटको बारेमा ESG को बारेमा निकै ठुलो क्रान्ति भइरहेको सन्दर्भमा हाम्रो नेपालको ESG को सन्दर्भमा हाम्रो नेपाल चाड संस्थाको आगामी दिनमा के कामहरू गर्दैछौँ र सरकारले त्यसबारेमा के गर्दैछ र के गर्नुपर्ने भन्ने विषयमा आज हामी व्यापक छलफल गरेर एउटा निष्कर्ष निकाल्ने प्रयास गर्नेछौँ र मलाई लाग्छ यहाँहरू सम्पूर्ण साथीहरू आज र भोलि चल्ने यो सम्पूर्ण कार्यक्रममा यसरी नै यहाँहरूको उपस्थिति जनाएर यो कार्यक्रममा भव्य रूपमा सफल बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। अरू कुरा अब हामीले प्रत्येक पटक यो कन्फरेन्सहरू आयोजना गर्ने, तर कन्फरेन्समा सुरुमा साथीहरू आएर अन्त्यसम्म पुग्दाखेरिमा साथीहरू अनाउना गर्न पर्ने खालको अवस्था सिर्जना हुने विभिन्न खालको हामीसँग दृष्टान्त भएको हुँदा यसपालिदेखि हामीले प्रत्येक सेसनको हाजिरको व्यवस्था गरेका छौँ। सबै साथीहरूलाई प्रत्येक सेसनमा आफ्नो हाजिरी जनाइदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। र
आदरणीय साथीहरू, नेपाल चाडक संस्थाले हिजोको दिनदेखि नै नेपाल सरकारको इकोनोमिक डेभलपमेन्ट पात्रको रूपमा चाहिँ काम गर्ने प्रयास गरिरहेको हामीले देखिरहेका छौँ र अहिले हामीले पनि त्यही प्रयासलाई निरन्तरता दिँदै नेपालको विभिन्न सरकारी एजेन्सीहरूसँग चाहिँ अब अहिले पार्टनरिङ गर्ने प्रयास गरिरहेका छौँ। त्यसै सन्दर्भमा चाहिँ अस्ति भर्खर हामीले चाहिँ आदरणीय चाहिँ अब सहकारी नियमन प्राधिकरणका अध्यक्षज्यू हामीसँग हुनुहुन्छ, उहाँहरूसँग चाहिँ एउटा अर्को बैठक बसेको यहाँ यो त हामीले अघिल्लो चाहिँ असोजमा गरेका थियौँ। उहाँहरूसँग पुनः एकपटक बैठक बसेर आगामी वर्षदेखि साउन एकदेखि चाहिँ प्रुडेन्सियल अहिले चाहिँ हाम्रो सम्पूर्ण मेम्बरहरूले गर्ने लगभग 10,000भन्दा बढी सहकारीहरू अहिलेसम्म उहाँहरूसँग दर्ता भइसकेको सन्दर्भ हामीसँग छ भने ती सहकारीहरूको चाहिँ प्रुडेन्सियल अहिले चाहिँ हाम्रो मेम्बरहरूले गर्ने खालको चाहिँ हामीले एउटा निर्णय गरेका छौँ र साउन एकदेखि कार्यक्रम सुरु हुन्छ। त्योभन्दा अगाडिसम्म चाहिँ हामीले त्यो प्रुडेन्सियल अहिलेको चाहिँ नर्म्सको बारेमा गाइडलाइनको बारेमा चाहिँ अहिले हाम्रो टिमले सहकारी नियमन प्राधिकरणसँग चाहिँ कामहरू गरिरहेको सन्दर्भ यहाँहरूलाई म जोड्न चाहन्छु। त्यस्तै गरी आगामी वर्षदेखि हामीले अब ESG रिपोर्टिङ चाहिँ नेपालमा कम्पलसरी गर्ने र साउथ एसियामा चाहिँ हामी अब ESG रिपोर्टिङको सन्दर्भमा चाहिँ हामीले लिड गर्नुपर्छ भन्ने हिसाबले नेपाल चार्टर्ड एकाउन्टेन्ट अगाडि बढिरहेको छ। सोही अन्तर्गत चाहिँ नेपाल अकाउन्टिङ स्ट्यान्डर्ड बोर्डसँग चाहिँ हामीले उहाँहरूसँग वार्ता गरेर यो आर्थिक वर्षको अन्तसम्म चाहिँ हामीले ESG को चाहिँ अब YES1 र YES2 चाहिँ हामीले इम्प्लिमेन्ट गरिसक्छौँ र एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डले हामीलाई अलरेडी चाहिँ सस्टेनेबल रिपोर्टिङ 1 र सस्टेनेबल रिपोर्टिङ 2 भन्ने चाहिँ स्ट्यान्डर्डहरू चाहिँ हामीलाई ड्राफ्ट पठाइसक्नु भएको छ। नेपाल चार्टर्ड संस्थाको स्ट्यान्डर्ड इम्प्लिमेन्टेसन कमिटीले त्यसलाई रिभ्यू गरिएको छ र हामीले त्यसमा कमेन्ट दिइसकेपछि उहाँहरूले फाइनल चाहिँ हामीलाई पठाउनुहुन्छ र यो आर्थिक वर्षको सुरुवातदेखि नै हामीले ESG रिपोर्टिङको चाहिँ काम सुरु गर्छौँ र साउथ एसियामा सबभन्दा पहिलो देश चाहिँ हामी ESG रिपोर्टिङमा पनि बन्नेछौँ भन्ने गरी यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। त्यस्तै गरी केही समय अगाडि चाहिँ हामीले ग्लोबल अकाउन्टिङ इनिसिएटिभ प्रोग्राम अन्तर्गत चाहिँ एउटा बृहत चाहिँ कार्यक्रम आयोजना गरेका थियौँ र हाम्रा सम्पूर्ण मेम्बरहरूले मिडियाकर्मी मित्रहरूले तथा नेपाल सरकारमा रहनुभएका तत्कालीन अर्थमन्त्री हामीसँग यही हुनुहुन्छ, उहाँहरू सबैले सो कार्यक्रम निकै सराहनु भएको थियो र त्यसमा चाहिँ सहयोग पनि गर्नुभएको थियो र त्यसमा सहकार्य गर्ने चाहिँ हामीलाई प्रतिबद्धता पनि जनाउनु भएको थियो। त्यो कार्यक्रम चाहिँ अहिले हामीले चलाइरहेका छौँ। अब यसै कार्यक्रमको सिलसिलामा चाहिँ हामीले लन्डनमा चाहिँ तपाईँको डायस्पोरासँग चाहिँ एउटा ठुलो चाहिँ डिस्कसन गर्दैछौँ। विशेष गरी नेपालको अहिले एकाउन्टिङ आउटसोर्सिङ सन्दर्भमा लन्डन, UK र अस्ट्रेलिया चाहिँ सबभन्दा ठुलो सोर्स कन्ट्री भएको हुनाले ती देशहरूमा गएर अब नेपाल चाहिँ तपाईँहरूको एकाउन्टिङ आउटसोर्सिङ गर्नलाई रेडी छ है भन्ने खालको म्यासेज चाहिँ हामीले दिनुपर्ने भएको बारेमा चाहिँ नेपालको एम्बेसीले लन्डनमा भएको हाम्रो एम्बेसीले चाहिँ त्यो कार्यक्रमको चाहिँ एउटा आयोजना पनि गरिरहेको छ। त्यसमा उहाँहरू डायस्पोरासँग हामी मिटिङ गर्ने गर्दैछौँ र संसारको सबभन्दा ठुलो अकाउन्टिङ व्यवसायीहरूको चाहिँ यो कार्यक्रम कन्फरेन्स एउटा प्रदर्शनी कार्यक्रममा चाहिँ नेपाल चार्टर्ड संस्थाले पहिलोपटक चाहिँ तपाईँको हाम्रो एउटा चाहिँ एक्जिबिसनमा चाहिँ भाग लिएर नेपालको एकाउन्टिङ व्यवसायलाई त्यहाँ सोकेस पनि हामीले गर्दैछौँ भन्ने कुरा यहाँ माझमा राख्न चाहे। त्यस्तै गरी हामीले हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई लक्षित गरेर विशेष गरी हाम्रो नेपाल चार्टर्ड संस्थाबाट CA हुने चार्टर्ड एकाउन्टेन्ट पास गर्ने साथीहरूलाई पास गर्ने बित्तिकै चाहिँ आफ्नो डिग्रीसँग सँगसँगै चाहिँ इम्प्लोइमेन्ट अपर्च्युनिटी पनि ढोकामा आएको होस् भन्ने हिसाबले यो आर्थिक वर्षदेखि हामीले क्याम्पस प्लेसमेन्ट प्रोग्राम चाहिँ हामीले सुरु गरेका थियौँ र एकदमै राम्रो चाहिँ पार्टिसिपेसन चाहिँ सो क्याम्पस प्लेसमेन्ट प्रोग्राममा चाहिँ रहेको थियो र कतिजना साथीहरूलाई चाहिँ अलरेडी अफर गरिसकेको सन्दर्भ भएको र चाहिँ केही साथीहरूलाई अझै पनि त्यो फाइनल इन्टरभ्यूसम्म चाहिँ त्यो कार्यक्रमहरू भइरहेको सन्दर्भमा चाहिँ हामीले त्यसको उपलब्धि के भयो, कतिजना साथीहरू प्लेस हुनुभयो र कस्तो खालको चाहिँ रिम्युनरेसन प्याकेज चाहिँ कम्पनीहरूले हाम्रो चार्टर्ड एकाउन्ट साथीलाई दिनुभयो भन्ने कुराको चाहिँ अहिलेसम्म यहाँहरूलाई प्रेस कन्फरेन्समा चाहिँ जानकारी गराएका छैनौँ। त्यो सम्पन्न भइसकेपछि मोटामोटी सबै कम्पनीहरूले चाहिँ हाम्रो विद्यार्थी हाम्रो CA भाइ बहिनीहरूलाई कति लियौँ भन्ने कुराको डेटा आइसकेपछि यहाँहरूमा प्रेस कन्फरेन्समा तपाईँहरू जानकारी गराउँछौँ भन्ने पनि यहाँलाई मैले जानकारी गराउन चाहेँ। त्यस्तै गरी वर्ल्ड ब्याङ्कले चाहिँ नेपालको एकाउन्टिङ स्ट्यान्डर्ड अडिटिङ स्ट्यान्डर्डको चाहिँ इम्प्लिमेन्टेसन सन्दर्भमा आजभन्दा 10 वर्ष चाहिँ ROSC एसेसमेन्ट भन्ने कार्यक्रम चाहिँ सम्पन्न गरेको थियो। त्यसमा चाहिँ नेपालको
अकाउन्टिङहरूको सन्दर्भमा नेपालको अकाउन्टिङ र अडिटिङ पेसाको सन्दर्भमा चाहिँ धेरै चाहिँ तपाईँको चाहिँ कमेन्टहरू चाहिँ त्यो बेलामा आएको थियो र यो 10 वर्षमा चाहिँ नेपालले अकाउन्टिङ स्ट्यान्डर्ड इम्प्लिमेन्ट गर्ने सम्बन्धमा र अडिटिङ स्ट्यान्डर्ड चाहिँ इम्प्लिमेन्ट गर्ने सन्दर्भमा चाहिँ सिग्निफिकेन्ट चाहिँ तपाईँको प्रगति गरेको नेपाल चार्टर संस्थाको चाहिँ ठहर भएको हुनाले हामीले उहाँलाई पुनः यसमा रिक्वेस्ट गरेर चाहिँ यो एसेसमेन्ट चलिरहेको छ। उहाँलाई लाग्छ छिटै नै यो एसेसमेन्ट पुरा हुन्छ र विश्व चाहिँ तपाईँको यो चाहिँ यो फाइनेन्सियल वर्ल्डमा चाहिँ नेपालमा चाहिँ यो अकाउन्टिङ स्ट्यान्डर्ड अडिटिङ स्ट्यान्डर्डको चाहिँ तपाईँको तह चाहिँ धेरै चाहिँ माथिल्लो तहमा चाहिँ पुगिसकेको भन्ने खालको चाहिँ म्याच पनि हामीले चाहिँ संसारलाई दिन यो वित्तीय वर्ल्डलाई दिन खोजेको भन्ने पनि यहाँलाई जानकारी गराउन चाहे। त्यसपछि हामीले अब छिटै नै चाहिँ 2वटा कार्यक्रम चाहिँ गर्दैछौँ। एउटा चाहिँ यो हाम्रो महालेखा प्रशासकले पनि हामीलाई बार चाहिँ भनिराख्नु भएको थियो कि अब तपाईँहरूले चाहिँ यहाँको मेम्बरहरूलाई र त्यसमाथि पनि अब सरकारी संयन्त्रमा काम गर्ने साथीहरूलाई चाहिँ प्रोक्युरमेन्टको चाहिँ तालिमहरू सर्टिफिकेसन प्रोग्रामहरू दिनु पऱ्यो भनेर पनि भन्नुभएको थियो। सोही हिसाबले हामीले पिपिएमओसँग चाहिँ यहाँ गरेर चाहिँ अब आगामी मन्थ चाहिँ हामीले यो चाहिँ प्रोक्युरमेन्टको चाहिँ सर्टिफिकेसन प्रोग्राम चाहिँ सुरु गर्न लागिरहेको जानकारी यहाँ गराउन चाहन्छु। सम्पूर्ण मेम्बरहरूलाई पनि म त्यसमा पार्टिसिपेट हुनको लागि र यो प्रोक्युरमेन्टको चाहिँ एक्सपर्टहरू गर्नको लागि पनि यहाँ लगाउन चाहन्छु। त्यस्तै गरी अर्को चाहिँ पिएफएफको सेक्टरमा चाहिँ अब नेपाल चार्टर संस्थाले चाहिँ लिड लिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इन्टरनल रेस्पोन्स भएको हुँदा अहिले फाइनेन्स मिनिस्टरसँग र वर्ल्ड ब्याङ्कसँग हामी कुरा गरिरहेका छौँ र एउटा नेपालको समग्र चाहिँ यो मन्त्रालयहरूसँग समन्वय गर्ने हिसाबले एउटा पिएफएम चाहिँ प्रोग्राम गरौँ भन्ने खालको चाहिँ कुराहरू भइरहेको छ। त्यसमा चाहिँ अब अर्थ मन्त्रालयले पनि अलिक राम्रै हामीलाई चाहिँ सहयोग गर्ने कुरा पनि गर्नुभएको सन्दर्भ छ। आगामी महिना जस्तोमा चाहिँ हामीले यो पिएफएमको सन्दर्भमा चाहिँ एउटा हाम्रो मेम्बरहरूलाई चाहिँ ट्रेनिङ दिने प्रोग्राम हुँदा पनि समग्र पिएफएममा चाहिँ हामीले कसरी काम गर्न सक्छौँ, हाम्रो मेम्बरले कसरी काम गर्न सक्छ र अब अहिलेको जुन अक्रुअल बेस अफ एकाउन्टिङ गभर्मेन्टले उनीहरू पनि लागू गर्ने भन्ने खालको जुन खालको चाहिँ आइरहेको सन्दर्भ हामीसँग छ, त्यसलाई पनि नेपालको सन्दर्भमा कसरी लगाउन सकिन्छ भन्ने विषयमा पनि हामीले कामहरू गर्दैछौँ भन्ने यहाँ चाहिँ। अब मेरो आफ्नो कार्यकाल चाहिँ अब लगभग 2.5 महिना बाँकी भएको हुँदा यहाँहरूको विचारमा यो 2.5 महिनामा अझै केही कुराहरू अझै राम्रो गर्न सकिन्छ। हाम्रो सम्पूर्ण चाहिँ मेम्बरहरू चाहे सिए मेम्बरहरू चाहे एसोसिएट मेम्बरहरू उहाँहरू सम्पूर्णको चाहिँ बिहारमा के राम्रो काम गर्न सकिन्छ अथवा हाम्रो यो समग्र लेखा व्यवसायलाई अझै राम्रो बनाउनको लागि आउँछ केही सुझाव भने सुझावहरू पनि यहाँलाई दिन अनुरोध गर्दै आजको र भोलिको यो चाहिँ रिजल्ट कार्यक्रममा सम्पूर्ण साथीहरूलाई प्रत्येक प्रोग्राममा रहेर एकदम एक्टिभ रूपमा पार्टिसिपेट भएर इभन क्वेसन आन्सर पनि राख्नलाई अनुरोध गर्दै यो 2 दिने कार्यक्रमको चाहिँ पूर्ण सफलताको कार्यक्रम गर्दै म हाम्रो पूर्व अर्थमन्त्रीहरू